हेलो गाइस साथीहरू, आज फेरि म दबाई लिन आएको होइन। यो गैँडाकोट नगरपालिकाको स्वास्थ्य चौकी, सरकारी स्वास्थ्य चौकीमा दबाई लिन आएको बुढीआमाको होइन। अब बिल काटेर लाइनमा बसिरहेको छु है साथीहरू, दबाई लिनलाई। कति धेरै भिड छ आज, फेरि खाली हुन्छ भनेर अलि ढिलो 12 बजीतिर आएको। अहिले फेरि भिड हेर्नुहोस् त, यस्तो भिड छ। हिँड्न नसकिने बुढाबुढीहरू पनि लाइनमा बसेछन् हो साथीहरू, के गर्ने र साथीहरू। लाइनमा बस्दा बस्दा कुदा है, नास्ता खाने टाइम भएछ। अब स्टाफहरूको नास्ता खान हिँड्न थाले। अब के गर्ने, अब यता अघि नै लाइन बुझाएर बसेको, त्यसको टेन्सन। कुर्दा पालो ठ्याक्क पालो आउन थालेको थियो। 1-2 पछि पालो थियो। नास्ता खाने टाइम भइदिइहाल्यो, ल सबै नास्ता खान हिँड्न थाल्यो साथीहरू। के गर्ने, पर्खाइको छेउ लास्टै ज्यान हुन्छ कि यो सरकारी हस्पिटल यस्तै साथीहरू। भन्न गाह्रो छ होइन। घरमा 2 पनि बजेको छैन है साथीहरू। 2 नबज्दै पहिला सुरु नै हिँडिसक्यो कि हिँड्न लाग्यो साथीहरू। कोही हिँडिसक्यो, कोही हिँड्न लाग्यो होइन, नास्ता खानलाई। के अब यहाँ कुनै कुरेर बस्नै जाऊ कि अब कति बेर कुरेर बस्ने हो साथीहरू। आधी घन्टा पौने घन्टा जति त कुर्नु पऱ्यो होइन साथीहरू। नास्ता खाने टाइम भएपछि के गर्ने र अब यस्तै अब ठ्याक्क त्यतिखेरै पऱ्यो पालो। अब के गर्ने र कुर्न त पऱ्यो होइन साथीहरू। कतिखेर आउँछन् अब।